गुड मर्निङ सबैजनालाई। हेर्नुहोस् होला, म चाहिँ आज मेरो छोरीलाई रेडी गर्न आँटेको। यता मेरो छोरी छानु अब रेडी हुन्छ। मेरो छोरी अहिले रेडी गरेर म देखाउने छु मेरो छोरीलाई। मेरो छोरी चाहिँ रेडी भइसक्यो, खेलिरहेको छ। हाई छानु, रेडी भइसक्यो है तपाईँ? अब चाहिँ हामी रेडी भइसकेको छु, हामीहरू दुईजना र मेरो छोरी। हेर्नुहोस् होला, अब हामीहरू पर भेट्नेछौँ। आजको वेदर चाहिँ यस्तो छ। हिजो चाहिँ हामीहरू यताबाट गएको थियो, आज हामी यताबाट जाँदैछु। यस्तो छ है। यो चाहिँ चिनारको बोट हो। कौन सा डांस है ये? हुया हुया। ओ कर तो फिर हुया हुया। अनि मैं पाउस के कितने चला हूँ। हाँ मजा आ रहा है। अनि बहुत खुश है आज, बाप रे। हेलो। हाँ क्या करो? लाइक और सब्सक्राइब। जोर से बोलो। लाइक और सब्सक्राइब। अनि प्राणु बोलो। लाइक सब्सक्राइब। सबै? अँ तेरा नाक दिख रहा है। अरे अब चाहिँ हामीहरू गाडीमा बस्न आँटेको है। डल्ले चिलो हामी चाहिँ टुलिप आएको। यसरी यहाँबाट जानुपर्ने रहेछ। त चाहिँ कश्मीरी ड्रेसहरू सेल गर्दो रहेछ। यताबाट चाहिँ जानु पर्दो रहेछ है टुलिपको लागि। पर पार्किङबाट निक्लेर रोड आउँदो रहेछ, रोडबाट चाहिँ यसरी जानु पर्दो रहेछ। हामी चाहिँ जाँदैछु, हाम्रो ग्रुप हो यो चाहिँ। यो चाहिँ मेरो श्रीमान। अब चाहिँ फाइनली टुलिप गार्डनको एन्ट्री गेट आइपुग्यो। मेरो बुढा चाहिँ अगाडि गएर टिकट काट्नु हुँदैछ। फाइनली हामी टिकट काटिसकेर भित्र एन्ट्री गर्दैछु है। भित्र चाहिँ यस्तो छ। वाउ, यता पनि छ। वाउ, हेर्नु सक्नुहुन्छ होला, टुलिपमा चाहिँ यस्तो भिड हुन्छ है। छोरी चाहिँ के साह्रो यसरी बस्छ है बाउ छोरी चाहिँ उकालो चढ्नु पर्ने रहेछ। देख्न सक्नुहुन्छ मेरो छोरी र पापा चाहिँ हो अगाडि 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 आमालाई छोडेर। हाई छानु मान्छे, हाई चाहिँ देख्न सक्नुहुन्छ। वाउ, हेर्नुहोस् होला यस्तो छ। यो एसियाको सेकेन्ड लार्जेस्ट टुलिप गार्डन हो, श्रीनगरमा छ लोकेसन यसको। हेर्नुहुन्छ यहाँ मान्छेहरूको कति भिड लागिरहेछ, टुरिस्टहरू आएर छ। यहाँ चाहिँ यस्तो टाइपको रहेछ है, धेरै किसिमको रहेछ यहाँ टुलिप चाहिँ, देख्न सक्नुहुन्छ होला। यस्तो छ है माथिपट्टि चाहिँ। अब हामीहरू उकालो जाँदैछु। हेर्नुहोस् माथि चाहिँ यस्तो छ। अब हामी चाहिँ यहाँबाट निस्किन्छु, यहाँबाट निस्केर अर्को मुगल गार्डन जान्छु। अब चाहिँ हामी यहाँबाट निस्केको। अब चाहिँ निस्केको साँच्ची नै पक्कै निस्केर पछि। वाउ, कति मजा मजाको फुल। यहाँ पनि छ है। निस्क्यो। हामीलाई पुरा भोक लाग्दैछ हो। अब हामी यहाँ रेस्टुरेन्टमा पस्दैछु। त्यहाँ हामी चाहिँ अब
यहाँ बस्ने छु यहाँ भैयाहरू बसेको छ हामी यहाँ बस्छौँ गाइस आज हामीले मसरुम फ्राइड राइस अनि आलु मटर खाँदैछौँ अब चाहिँ हामी खाना आँटेको मेरो बुढाले चाहिँ स्टार्ट गरिसकेको छ अर्को जग्गा भेट्छौँ फेरि बाई बाई नि मेरो छोरी मुगल गार्डन निशान्त हामी आएको छु है यहाँबाट चाहिँ हामीहरू उकालो जानेछु अब चाहिँ हामीहरू चढेको माथि हो यहाँ चाहिँ यस्तो रहेछ निशान्त गार्डनमा चाहिँ हेर्नुहोस् होला तर यो हेभी गरम छ यहाँ चाहिँ अब यस्तो पस्नु पर्दो रहेछ है तपाईँहरूलाई म देखाउने छु भित्र पसेर यहाँ चाहिँ कस्तो छ भनेर यहाँ चाहिँ यस्तो रहेछ उकालो चढ्नु पर्दो रहेछ माथि गएर चाहिँ के देख्ने छ हामीले माथि चाहिँ यस्तो रहेछ हेर्नुहोस् यहाँ पनि फ्लावर छ यहाँ मुगल गार्डन चाहिँ सेमै छ सबै हो एउटै टाइपको छ यहाँ चाहिँ हाम्रो ग्रुप हो है यहाँ पनि सेम फुलहरू रहेछ हेर्नु सक्नुहुन्छ कति मजाको फुल छ है यहाँ चाहिँ यहाँको लोकलहरू पिकनिक खेल्नु पनि आउँदो रहेछ हो दिदीले चाहिँ नानीलाई बोकिरहेको छ निस्केको अब यताबाट चाहिँ रहेछ निस्किने निशान्त गार्डन चाहिँ हामीहरू घुमिसक्यो अब चाहिँ फर्केको अब अर्को जग्गा जाने यहाँबाट चाहिँ छ है निस्किने हेर्नु बाई बाई निशान्त गार्डन अब हामीहरू यहाँबाट निस्केको बाफ्रे त्यो ट्राफिक जाम हुन्छ यहाँ टुलिप जब लाग्छ नि त्यति बेला चाहिँ यहाँ पुरा ट्राफिक जाम हुन्छ यहाँ चाहिँ यस्तो पनि पाउँछ है चिनर बोर्डहरू यस्तोहरू पाउँदो रहेछ यहाँ चाहिँ हेर्नुहोस् होला यो फ्रिजमा लगाउने यहाँबाट चाहिँ हामीले यस्तो सानोबाट साइकल लिएको छु है घरमा सजाउनु लागि हेर्नुहोस् होला ब्रेसलेटहरू छ है यहाँ चाहिँ इयरिङहरू रिङहरू रहेछ पेन्डेन्टहरू यहाँ चाहिँ बेङ्गल्स छ कितना अच्छा गाती है तो यो चाहिँ हामी बजार आइपुग्यो यो चाहिँ लालचोक बजार हो लालचोक चाहिँ पुरा छ हो हामी चाहिँ यहाँबाट यो चाहिँ सेल मार्केट हो यो चाहिँ हो सेल मार्केट हेर्नुहोस् होला यो चाहिँ परसम्म छ पुरा लामो हो यो मार्केट चाहिँ पुरा लामो छ यो चाहिँ रोटी राख्ने अरे है कति मजाको 600 अरे यसको बेडसिटहरू पाउँछ है 100 रुपियाँमा तर यहाँ चाहिँ पुरा लामो छ मार्केट देखाउनु सक्दिनँ सरी है तपाईँलाई म बिचको चाहिँ देखाउँछु हेर्नुहोस् होला अहिलेसम्म पनि बजार सकिएको छैन घुमेको भइसक्यो है फाइनली अब चाहिँ बजार सक्यो है लालचोक आइपुग्यो हामीहरू यहाँको घन्टाघर हाम्रो चिकन बिरयानी चाहिँ आइसकेको छ अब हामी खानेछौँ के खाइसक्यो पेटमा म चाहिँ ल्याइदिइरहेको छु त्यस्तो मसरुम रहेछ है गुची भन्दै रहेछ यहाँ चाहिँ ड्राई फ्रुट रहेछ मेरो छोरीले चाहिँ हेरिरहेको छ हेर्नुहोस् होला मासु खानु मन परिरहेछ चिकन उता फ्रेस पाउँदैन अन्त त्यही लागि चाहिँ यहाँ कुकर बजारबाट चाहिँ डल्लै चिकन लैजाउँ भनेर सोचिरहेको छु जाँदैछु त्यो बजार चाहिँ यता भित्र रहेछ यता ड्राई फ्रुट दोकानहरू पनि रहेछ है यहाँ चाहिँ चिकन पाउँदो रहेछ है मैले चाहिँ डल्लै चिकन लगेको छु भित्र काटिदिनु हुँदैछ यहाँबाट चिकन लिइसकेर चाहिँ माछा लिन्छु अब यहाँ चाहिँ माछा पाउँछ ब्रिजको छेउमा यो ब्रिजमा पनि यसरी मार्केट लाग्छ है यही ब्रिजमा मात्रै माछा पाउँछ अरू जग्गा पाउँदैन
यो चाहिँ कश्मीरको झेलम नदी हो। खोला चाहिँ पाकिस्तान जान्छ सिधै। यहाँ चाहिँ जिउँदो माछा छ है, यता पनि हामी चाहिँ जिउँदो माछा लाने। हम लोग यहीं से मछली लेते हैं आंटी से। शुक्रिया। अब चाहिँ भइसक्यो हो, हामी घन्टाघर पुग्नु आँटेको छु। अब एकैचोटि घर पुगेर भेट्ने छु। ओके, ऊ छोरी चाहिँ थाकिसक्यो होला बिचारामै चली आए। ओके बाई। हामी फाइनली पसेको घरमा। भैयाहरूको चाहिँ यहाँ हो माथिल्लो तलामा। ओके बाई, कल मिल्थे। आज त थक गए कल। मेरो बुढा ओ हाम्रो क्वार्टर आइपुग्यो। लुगाहरू पनि सुकिसक्यो होला, अब टिप्नुपर्छ। हाम्रो सामान चाहिँ यहाँ छ। मेरो बुढा नानी यहाँ छ है। फाइनली हामी चाहिँ आइपुगेको छौँ। ओके बाई बाई।